जस्तो यो अहिले हामीसँग सिधा छैन यो अवस्थामा अघि सरले भनेको 60 सम्म अनि अब यो कतापट्टि लाग्छ अब यो त हामीलाई यता चाहियो हामीले यताबाट अलिकति छोड्नुस् भन्ने हो यता अलिकति यो सेन्टरमा लिएर आउनुपर्छ यो जब यो रेडी हुन्छ अनि हामीले त्यो क्लोजरले पुल भनेपछि दुईटैले मजाले तान्दाखेरि हो पुल भनेपछि त्यो हुने बित्तिकै पानी छ तान्दाखेरि तपाईँले त्यहाँ यो रेफ्रीलाई खेलाडीले रेफ्रीलाई ध्यान दिएन भने तपाईँको एक सेकेन्डमै यो गेम सक्यो भनेर सम्झ्यो किनभने दुवै पार्टी बसेको तरिका चाहिँ सही छैन बस्दाखेरि तपाईँहरू उता हुन्छ यतापट्टि एउटा उता परि अब यसरी तपाईँहरूले यो तपाईँहरूले के हो भनेदेखि सक्दो हामीले अब जसले तपाईँहरू यहाँ हामीले चिनो त एउटा अलग्गै लगाएको भए पनि त्यो 4-5वटा ब्लकलाई याद गर्नु जसले तानेर यो ब्लकलाई यो रातो रिबनलाई चाहिँ यहाँ लगाएको चिनोबाट क्रस गरायो या यताको क्रस गरायो अब हामीले यहाँ के गरेका हुन्छौँ 1 मिटरको यहाँ ग्याप राखेर फेरि यहाँ चिनो लगाएको हुन्छ यो चिनोभन्दा अगाडि उसले हात लिएर आयो भने पनि फल हुन्छ अनि यसरी 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 तान्दाखेरि यसरी तान्न पाइन्छ जहाँसम्म एकै ठाउँमा दायाँ बायाँ गर्नु भयो अरू केही जिज्ञासा छ भने राखेर